नमस्कार। आज म मूलमा जन्म भएको भनी कसरी जान्ने भनी प्रस्तुति लिएर आएको छु। स्वीकार्नुहोस्, यो अर्को प्रस्तुति वैदिक एस्ट्रोलोजी अन्तर्गत अध्ययन गरिने एउटा विषयवस्तु मूलमा जन्म भएको कसरी जान्ने भन्ने कुरा म आज प्रस्तुत गर्न गइरहेको छु। सामान्यतया बच्चा जन्मेको अवधिमा पूर्वमा कुन नक्षत्रको उदय भएको छ त्यही नक्षत्रका आधारमा बच्चाको नामकरण गर्ने गरिन्छ। नक्षत्रहरू 27 वटा हुन्छन्। 27 वटा नक्षत्र अन्तर्गत कुनै एउटा नक्षत्रमा रहेर बच्चाको जन्म भएको हुन्छ र ती 27 वटा नक्षत्रहरूमध्ये 6 वटा नक्षत्रमा जन्मिने बच्चाहरू मूलको जन्म अथवा मूलमा परेको मानिन्छ। सामान्यतया पुरोहित गुरुहरूले निवारण गर्दा मूल नक्षत्रमा परेमा मात्र मूलको जन्म भनी प्रस्तुत गरे तापनि 6 वटा नक्षत्रमा जन्म भएका बालबालिकाहरू मूलमा परेको मानिन्छ। ती नक्षत्रहरू पहिलो नक्षत्र अश्विनी, 9औं नक्षत्र अश्लेषा, 10औं नक्षत्र मघा, 18औं नक्षत्र ज्येष्ठा, 19औं नक्षत्र मूल र 27औं नक्षत्र रेवतीमा जन्मिएका बच्चाहरूको जन्म मूलमा परेको जन्म भनी मानिन्छ। जुन नक्षत्रको स्वामी नक्षत्र स्वामी केतु र बुध हुन्छ। केतु र बुध नक्षत्र स्वामी भएका नक्षत्रहरूमा परेका बालबालिकाहरूको जन्म मूलको जन्म मानिन्छ। र अब यी नक्षत्रहरूमा परेका बच्चाहरूलाई मूलको जन्म मानिन्छ भने अब ती मूलको जन्म भनेर हामीले चाहिँ कसरी आधार मान्ने त भन्दा अश्विनी मघा मूलको चाहिँ नक्षत्र स्वामी केतु, अश्लेषा ज्येष्ठा र रेवती नक्षत्रको नक्षत्र स्वामी बुध हो। त्यसलाई हामीले मूललाई पनि दुई भागमा वर्गीकरण गरिएको छ, एउटा सामान्य मूल र अर्को विशेष कष्टकारी मूल। अब रेवती नक्षत्रको 4 वटा चरणहरू देदो चाची र अश्विनी नक्षत्रका 4 वटा चरणहरू चुचे चोला मध्ये रेवती नक्षत्रको तेस्रो र चौथो चरण र अश्विनी नक्षत्रको पहिलो र दोस्रो चरणमा भएको जन्मलाई विशेष कष्टकारी चरण भनिन्छ भने यो देदो र चोला चाहिँ त्यो सामान्य मूलको रूपमा लिइन्छ। यो विशेष कष्टकारी मूल चाची र चुचे, यो देदो र देदो र चोला सामान्य मूल हो। त्यसैगरी अश्लेषा नक्षत्रको तेस्रो र चौथो चरण, मघा नक्षत्रको पहिलो र दोस्रो चरणलाई विशेष कष्टकारी चरण मानिन्छ र ज्येष्ठा र मूल नक्षत्रमध्ये ज्येष्ठाको तेस्रो र चौथो चरण, मूलको पहिलो र दोस्रो चरणलाई विशेष कष्टकारी चरणको रूपमा लिइन्छ। अब यसरी मूलको जन्म भएपछि यिनीहरूको मूल स्वस्ति शान्ति गर्नुपर्ने हुन्छ। बच्चा जन्मिएको 27 दिनको दिनमा मूल शान्ति गर्नको लागि चाहिँ मूल पूजा गरिदियो भनेदेखि यसको चाहिँ कष्ट सामना हुन्छ। त्यसैले हामीले चिन्नुपर्ने कुरा के हो भनेदेखि कुनै पनि बच्चा मूलमा परेको छ भन्नलाई मूल नक्षत्रमा पर्दैमा मात्रै मूलमा परेको मानिँदैन। 6 वटा नक्षत्र जसको केतु र बुध नक्षत्र स्वामी हुन्छन् ती सबै नक्षत्रहरूको जन्मलाई मूलको जन्म मानिन्छ। अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल, रेवती। त्यसमा पनि हरेक नक्षत्रका 2-2 वटा चरणहरू सामान्य मूल हुन्छन् भने अरु 2-2 वटा चरणहरू विशेष कष्टकारी मूल हुन्छन्। यी विशेष कष्टकारी मूल भए पनि ज्योतिष शास्त्रमा यसको समाधानका उपायहरू छन् र जसको लागि चाहिँ मूल शान्ति स्वस्ति गर्नुपर्ने हुन्छ, जसबाट यसलाई सामान्य
सरह बनाउन सकिन्छ। हवस् त, आजको प्रस्तुति यति नै। नमस्कार। सुनिदिनु भएकोमा धन्यवाद। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। नमस्कार।